रिन्चेनपुङ फार्म हाउस आउने बाटो हो यो चाहिँ। यस्तो खराब छ। अहिले चाहिँ उकालो जाँदैछ हो। यो चाहिँ यो बाटो चाहिँ बर्खा लाग्नुभन्दा अगाडि चाहिँ कम्प्लिट भएन भने चाहिँ यहाँनिर चाहिँ बिजोक हुने रहेछ। फेरि यो बाटो स्कुल ड्युटीको गाडीहरू पुरै बुझ्दो रहेछ क्या अहिले यो टाइममा चाहिँ। अहिले यहाँ तल थुप्रै भेटाएको थियो हामीले। एकदमै खराब अवस्था छ क्या बाटो चाहिँ। बर्खा लाग्यो भने चाहिँ गाडी चढ्दैन यो उकालो। एकदम माटै माटो हुन्छ हो। पानी परेपछि फेरि हिलो भइहाल्छ। अन्त एकदमै खराब अवस्था छ। माथि यो चाहिँ कहाँ भन्दाखेरि रिन्चेनपुङ बजारदेखि चाहिँ सट्टै गरेर झर्नु पर्दो रहेछ फार्म हाउसको लागि चाहिँ। र अहिले चाहिँ हामी साइट सिइङको लागि जाँदैछ। माथि एउटा मोनेस्ट्री भन्दैछ, कुन चाहिँ मोनेस्ट्री हो त्यहाँ जाँदैछ हामी चाहिँ। सायद यो पनि स्कुल ड्युटीकै गाडी होला, यो होइन रहेछ। यो चाहिँ यस्तो सानो सानो कार हुँदो रहेछ क्या, स्कुल ड्युटी लेखेको यहाँ चाहिँ। यस्तो ठाडो उकालो छ हो, रातो माटो छ। अन्त पानी पऱ्यो भने त कहाँ हुन्छ, चढ्छ गाडी। अन्त यो चाहिँ बर्खा लाग्नुभन्दा अगाडि नै बनाउनु पर्ने रहेछ क्या। यो ओह्रालो चाहिँ स्कुल रहेछ नि त कतातिर। स्कुलै नानीहरूलाई चाहिँ प्रब्लम हुन्छ फेरि अब चाहिँ। बजारदेखि माथि चाहिँ राम्रो रहेछ बाटो, यता मोनेस्ट्री जाने बाटोपट्टि नै अलिक पिच बाटो नै रहेछ। यतिको भयो नि भइहाल्यो नि होइन। तर अब यो उकालो पो अलिक खराब छ क्या फेरि। यो उकालो चाहिँ अलिक खराबै रहेछ बाटो फेरि। फेरि त्यस्तै रहेछ बाटो, आम्मामा धुलो। यस्तो बाटोमा कुदाउनुपर्छ, गाडी पनि माया लाग्छ नि गाडीको हाइट छैन। अलिकति रहेछ फेरि यहाँबाट चाहिँ पिच सडकै रहेछ। आम्मामा धुलो त। यहाँदेखि चाहिँ राम्रो रहेछ फेरि। यहाँ पर घरहरू है यस्तो यस्तो छ। खेती चाहिँ पुरा रहेछ यहाँनिर, खेतबारीहरू चाहिँ। ए मजाको गाउँ रहेछ यहाँनिर फेरि। गेस्टले हेर्छ होला के हो, हेर्ने रहेछ। मैले पनि भिडियो बनाउने मौका पाउँदैछु, किन भन्दा मेरो गाडीको गेस्ट पनि उतै बसेको छ नि त, उसको साथीसँग कि। अन्त मैले चाहिँ यहाँ यसरी मजाले गाडी चलाउँदाखेरि भिडियो बनाउने मौका पाएँ रहेछ भन्दाखेरि, नभए त पाउँदैन फेरि। यहाँ चाहिँ हलो जोत्ने काम हुँदो रहेछ है यसरी। यस्तो ठुलो खेत छ हो। ट्याक्कै फेरि मैले अब बारीमा पस्ने बित्तिकै गोबर किल्ची पठाइहालेछु फेरि है। हलो जोत्ने काम हुँदैछ यहाँनिर। यहाँ चाहिँ हलो जोत्ने काम हुँदैछ अहिले। यस्तो अब केही रोप्ने समय आएको रहेछ हो। यस्तो दामी छ नि खेत त, यति साह्रो ठुलो छ कि। ओह्रालो पनि खन्दैछ गेस्टहरू यहाँ चाहिँ। अन्त हलो जोत्ने काम हुँदैछ दामी। यो चाहिँ आइपुगेको छ हामी मोनेस्ट्री हो, रिन्चेनपुङ मोनेस्ट्री। सायद यो मोनेस्ट्रीको नाम रिसुम मोनेस्ट्री भनेको जस्तो लागेको थियो। यो चाहिँ ग्याल्सिङ डिस्ट्रिक्ट वेस्ट सिक्किममा छ होइन। ग्याल्सिङ डिस्ट्रिक्ट भन्छ यसलाई चाहिँ, वेस्ट सिक्किम। अन्त हेरौँ अब म जाँदैछु मोनेस्ट्रीतर्फ। एकदमै पुरानो मोनेस्ट्रीहरू रहेछ यहाँ पनि। यो पनि वान अफ द ओल्डेस्टै होला है। मजाको पिसफुल जग्गामा छ। यहाँ चाहिँ अब अलिकति घरहरू रहेछ। जस्तै अस्तिको चाहिँ अब अस्ति गएको मोनेस्ट्रीमा चाहिँ एकदम पिस, यहाँ केही पनि थिएन, गाडीहरू पनि पुग्थेन, हिँडेरै जानु पर्थ्यो हो। यहाँ चाहिँ अलिकति गुम्बाको गेटसम्म चाहिँ आइपुग्दो रहेछ। बस्ती भनेको चाहिँ बस्ती नै हुन्छ क्या, राम्रो एकदमै
फोहोर हल्लाहरू केही पनि छैन। चाहिँ चराहरूको आवाज यो चाहिँ अलिकति पुरानो भइसकेको छ, फाटिसकेको छ, मकिसकेको रहेछ। यहाँ रहेछ मोनेस्ट्री चाहिँ। तल हामी बसेको जग्गामा त्यस्तो छैन नि, यहाँ त अलिक बाक्लो रहेछ घरहरू। हामी बसेको जग्गामा त केही पनि छैन, वरिपरि जङ्गल खेतहरू मात्रै छ। यो पनि पुरानो मोनेस्ट्री रहेछ, बन्द रहेछ यो चाहिँ। अब ढुङ्गाको छ यस्तो छ ढुङ्गाको। यो चाहिँ बन्द रहेछ। हाम्रो ग्रुपहरू चाहिँ खै कहाँ गयो माथितिर वक गराएछ। आज चाहिँ नगएको वकमा, साह्रै माथि हिँड्छ कि थाकिरहेको छ हिँडेर। आम्मा हो पुरानो जमानाको जे थियो त्यही रहेछ कि काठहरू पनि। हेर्नु न यहाँनिर चेन्ज भएकै छैन है, कुहिसकेको रहेछ काठहरू चाहिँ। आम्मा यही स्तूपा। यताबाट चाहिँ वक गरायो होला हौ सायद, माथि कहाँ डाँडामा भन्दै थियो। अझै नगएको आज चाहिँ। अलिकति गाडी हेर्नु पऱ्यो नि त फेरि हो, यहाँतिर मान्छेहरू छ कि फेरि गाडीमा बदमासी गरिन्छ कतिजनाले। अन्त गएन यही गुम्बाइ अब हेरौँ हामी चाहिँ।